धेरै दिनपछि लाग्यौँ हामी गोदावरीतिर घुम्न। गोदावरी पुगेको यहाँ त केही पनि नै। ल जाउँ त अझै खण्डार जाउँ भनेर माथितिर लाग्यौँ। अनि यसो हातमुख धोएर यहाँ यसो भिडियो सिडियो बनाएर खण्डार पुग्यौँ। खण्डार पुगिसकेपछि चाहिँ हामीले यो होटलमा छोले समोसा अर्डर गऱ्यौँ। छोले समोसा चाहिँ आइसकेको थियो। मैले खाएँ पनि खाइसकेपछि चाहिँ जाउँ त अझै माथिसम्म भनेर माथितिर गयौँ। अनि यहाँ ट्राफिकको नियम पालना गर्दै हामी माथितिर लाग्यौँ। यहाँ त पानी परेर ओहो पानी परोस् हामी चाहिँ भिडियो सिडियो बनाऊँ फोटोसोटो खिच्यौँ भनेर हामीले भिडियो फोटो सबै चिज गऱ्यौँ। माथि अझै सहजपुरसम्म गएको त यस्तो दामी भ्यू हेरेर पनि आहा मजा आउने जस्तो। त्यसपछि हामीले त्यहाँ पुगिसकेपछि चाउमिन अर्डर गऱ्यौँ। चाउमिन चाहिँ मैले खाएँ। अनि यो मान्छेले चाहिँ 4 प्लेट चाउमिन खायो। 4 प्लेट चाउमिन खाइसकेपछि चाहिँ ल अब घरतिर लगाउँ राति भइसक्यो भनेर हामी फर्क्यौँ। त्यसपछि यहाँ सालिनी बाटिकामा खानासाना खाएर रातिको 10 बजिसकेको थियो। अनि रफ्तारमा घरतिर फर्क्यौँ। भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनु होला।